अभिनेता पल शाहले बालेन शाहलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सामाजिक सञ्जाल मार्फत सन्देश सार्वजनिक गरेका छन्। पल शाहले आफ्नो फेसबुक पोस्टमा जनताको विश्वासले इतिहासको नयाँ पाना लेखिएको उल्लेख गर्दै यो जित केवल एक व्यक्तिको जित नभई नयाँ सोच र नयाँ पुस्ताको जित भएको बताएका छन्। उनले पुरानो अध्याय बन्द हुँदै नयाँ भविष्यको सुरुवात भएको भन्दै देशमा नयाँ आशा र उत्साह जन्मिएको उल्लेख गरेका छन्। उनका अनुसार अहिलेको परिवर्तनले देशको राजनीतिमा नयाँ ऊर्जा ल्याएको छ र युवा पुस्ताले चाहेको पारदर्शी, जिम्मेवार र विकासमुखी नेतृत्वको संकेत पनि दिएको छ। उनले जनताको विश्वास सबैभन्दा ठूलो शक्ति भएको भन्दै त्यसलाई सम्मान गर्दै काम गर्नुपर्ने बताएका छन्। पल शाहले बालेन शाहलाई हार्दिक बधाई दिँदै आगामी दिनमा देश र समाजका लागि अझ सकारात्मक परिवर्तन, सुशासन र विकासका कामहरू अघि बढुन् भन्ने कामना गरेका छन्। साथै उनले जनताको भरोसा कायम राख्दै देशलाई सही दिशातर्फ अघि बढाउन सफलताको शुभकामना पनि दिएका छन्। तपाईहरुलाई पनि अभिनेता पल शाहले बालेन्द्र शाहलाई दिएको बधाई र शुभकामना कस्तो लाग्यो कमेन्ट गर्नुहोस्।